So hello guys, welcome to new day, new vlog. So म चाहिँ भर्खरै उठेको छु अनि म चाहिँ अहिले जान लाग्यो भनेको नुहाउनुलाई जान लागेको छु किनकि अब मेरो यहाँ बसोबास है आज अन्तिम र केही समय मात्र बाँकी छ। अब करिबन 4-5 घन्टा जति बाँकी छ। अब नुहाएर आएर खाजासाजा खाएर अनि सामानहरू प्याक गर्नुहुनेछ। अब निस्किने लागेको छ, त्यही कारणले अनि हाम्रो जस्तो छ घरहरू अनि अब निस्किनुपर्छ। हाम्रो चाहिँ कस्तो ठाउँ रहेछ भने म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ बजार हो अनि अस्ति माथितिर भेट्छु है दादा। फिलहाल चाहिँ म अलिकति माथि आइसक्यो, घरभन्दा अलिकति धेरै त होइन, अलिकति माथि। यस्तो छ भ्यूहरू चाहिँ यस्तो खालको छ अनि मेरो पछाडि चाहिँ यस्तो छ है बजारहरू अनि भिरै भिड छ यस्तो रहेछ। अनि म चाहिँ हिँडिरहेको छु नुहाउनुलाई। करिबन 2-3 मिनट जति लाग्छ त्यहाँ पुग्नु, पुग्दा हुन्छ होइन। सो यही कारणले यसरी छ ठाउँ चाहिँ। जस्तो ठाउँ छ, यो चाहिँ पानी आउँछ यसबाट अनि यहाँ चाहिँ यस्तो छ है, घरहरू चाहिँ यस्तो छ, भिरहरू यस्तो छ, तर रमाइलो छ ठाउँ होइन। भिरहरू हेर्ने नेचुरल ब्युटीहरू चाहिन्छ भने यहाँ रमाइलो छ होइन। नजिकै भिरै भिड यस्तो छ। म अलिक जुम घटाउँछु, यस्तरी भिड छ क्या यता चाहिँ, यहाँबाट यस्तो भिड छ। यो भिड पनि भयो। म चाहिँ यहाँबाट अलि माथि गइसकेपछि एउटा गेट आउँछ, त्यो गेटमा चाहिँ जान लाग्यो म चाहिँ। अनि अब त्यही हो, त्यहाँ यो गेटबाट त्यो राइट साइडपट्टि जाने। यहाँबाट तल झरिसकेपछि नुहाउने ठाउँ पुग्छ। अनि अहिले नुहाउनु जानु पऱ्यो भने चाहिँ आज लास्ट दिन भएर त्यही कारणले चाहिँ मन्दिर भयो। अनि उता चाहिँ शिवजी हुनुहुन्छ मन्दिर। सो नुहाउने ठाउँ चाहिँ यस्तो छ यहाँ चाहिँ। यो चाहिँ फेरि ओपन सावर हुन्छ क्या यसलाई चाहिँ। सो म चाहिँ तल जाने। जय श्रीराम विष्णुलाई। केटाको चाहिँ यस्तो छ, यो तपाईँ नुहाउनु सक्छ। यस्तो छ केटीको यो केटीको यताको केटाको। तर म चाहिँ जाने भनेको तल, म चाहिँ तल जानु लागेको नुहाउनुलाई। यो यस्तो छ बाटो चाहिँ, अलिकति हिँड्नुपर्छ ओह्रालो। यहाँबाट यस्तो छ, अलिक त हुन्छ नि होइन। ठाउँ चाहिँ बाथटब होइन। यसमा एउटा 2टा 3टा 4टा 5वटा, यसमा 5वटा पल्लोपट्टि छ 2टा जति। यहाँ छ खोला, भोटेकोसी खोला। यो चाइना हो, यो चाहिँ चाइना हो फेरि, यो जङ्गल नेपाल होइन, यो चाइना हो। यो जङ्गल इज चाइना, दिस इज नट अ नेपाल। सो दिस रिभर द्याट साइड इज नेपाल, देन अनदर साइड इज चाइना। यसमा म चाहिँ यसमा नुहाउनु लागेको छु। पानी त बढ्नु त भइरहेको छ, यहाँ पानी अलिक बढेको छ, नुहाउँछु। बेडरुममा नुहाउँछु है त। सो गाइस मेरो सावर सकिसक्यो, अब म रिटर्न टु रुममा जाँदैछु। यस्तो छ ठाउँ चाहिँ होइन, अलिकति जुम घटायो यस्तो छ ठाउँ। अब निस्किनुपर्छ होइन। अब यहाँतिर खाजासाजा खान्छु।
अनि निस्किने उपलब्धतिर हो। अब त्यही हो, बिस्तारै बिस्तारै निस्किनुपर्छ। लास्ट एकचोटि यो उसको भ्यू अब निस्किनै पर्यो होइन, के भन्नु, त्यस्तै छ। ल फेरि रुममा पुगेर भेट्छु है त गाइस। म रुममा पुगेको छु, सामानहरू प्याक गर्दैछु कि त्यही कारणले सामानहरू प्याक गर्नु पऱ्यो होइन। अहिले सामान प्याक गरेर देखाउँछु गाइस। सो गाइस खाजा पनि भयो, सामान पनि प्याक भयो होइन। गाडीको कुरामा छु, गाडी माथि गएको छ, हामीले सानो सुमो गाडी बनेको छ, अनि त्यो माथि गएको छ। अब त्यो तल आउँछ अनि त्यसपछि निस्किन्छु यहाँबाट। अनि अब यहाँ एक दुईजना यस्तो यस्तो फटाफटै भेट्नु अनि निस्किनु पर्ने अवस्था हुन्छ। अब त्यही हो, के गर्नु साथी हजुरहरू भन्नुहोस् न, अब के गर्छ त होइन। अब यस्तै हो सिचुएसन, यस्तो नै छ, अब हुँदै गर्छ है त। गाडी चाहिँ अहिलेसम्म आएको छैन, हामीले सामान चाहिँ रेडी गरेर यहाँ राखिसकेको छ। सो अब करिबन 10-15 मिनटमा आइपुग्छ होला गाडी, अनि त्यहाँबाट निस्किने हो होइन। पातबानी भन्छ हामी बस्ने ठाउँलाई चाहिँ, त्यहाँबाट निस्केर यसलाई बाई बाई भनिदिन आइरहेछ। अब यहाँ खोइ पावाले यहाँ दबाई भनेको छ, प्लास्टिकको झोलामा छ भन्नुभएको छ, यो होला सायद। यो दबाईहरू हाल्ने ब्यागमा। अनि त्यही हो, अब घर चाहिँ यस्तो खालको छ, कोठा हो यो घर होइन, आफ्नो घर होइन होइन, घर चाहिँ यस्तो खालको छ। सो घरको विषयमा त्यति नराम्रो कमेन्ट नगरिदिनु होला, के गर्नु अब यस्तै छ होइन। अझै यहाँ ब्यागमा हाल्नु आएको, यसलाई खोइ नै बिग्रेको छ, मेरोमा हाल्नुपर्छ। यो मेरो झोला हो, यो पनि मेरो हो, यो पनि मेरो हो। यसमा के छ यस्तो, के राखेको छ हौ मैले यस्तो, यो भित्र मैले के राखेको छु यस्तो, ए पर्फ्युम पो छ है। ल गाडी आएपछि भेटौँला है त।
black windows once you go down. You must be crazy if you think that I'ma slow down. Don't wanna hear it talking shit, fuck the drama. Keep it coming, I'ma send you to your mama. Mr. Whip, 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 get the guns out. Dropping bodies in the place till the sun's out. Can't fuck with this, I'm going to try. Cause when the bullets fly, I'm the last one to die. Slow down, don't wanna hear it talking shit, fuck the drama. You keep it coming, I'ma send you to your mama. Mr. Whip, quick clip, get the guns out. Dropping bodies in the place till the sun's out. Can't fuck with me, so don't even try. Cause when the bullets fly, I'm the last one to die.